एक यस्तो फ्लाइट जुन फ्लाइट क्र्यास भएको 70 दिनपछि रेस्क्यु गरी पेसेन्जरलाई बचाएको थियो। एक यस्तो फ्लाइट क्र्यास जुन क्र्यासमा बाँच्नको लागि आफ्नै फ्यामिली मेम्बर र साथीभाइहरूको मासु खाएर बाँच्नु परेको थियो। एक यस्तो फ्लाइट क्र्यास जुन फ्लाइट क्र्यासमा -30 डिग्री सेल्सियसमा रात बिताउनु परेको थियो। एक यस्तो फ्लाइट क्र्यास जुन फ्लाइटमा 45 जनाले यात्रा गरेको थियो र 29 जनाले ज्यान गुमाउनु परेको थियो र 16 जनाले मात्र सर्भाइभ गरेको थियो। एक यस्तो फ्लाइट क्र्यास जुन फ्लाइट क्र्यासको कहानी सुनेर तपाईको मुटु काम्दछ। सम्पूर्णमा मेरो नमस्कार। आज हामी कुरा गर्न गइरहेको छौं फ्लाइट 571 को एकदम दर्दनाक कहानी लाग्दो र मुटु कमाउने फ्लाइट क्र्यासको कहानीको बारेमा। जब प्रकृति आफ्नो रूप देखाउँछ तब मानिसको मुटु काम्दछ। यस्तै भएको थियो फ्लाइट 571 को साथमा। यो फ्लाइट एक हिउँले ढाकिएको ठाउँमा क्र्यास भएको थियो, जमिनदेखि हजारौं फिट माथि। र यो क्र्यासमा जो बाँचेको प्यासेन्जर थियो त्यो प्यासेन्जरहरूले बाँच्नको लागि आफ्नै फ्यामिली मेम्बर र साथीभाइको मासु खाएर बाँच्नु परेको थियो। फ्लाइट 571 को कहानी तपाईँ चाहे यस कुरालाई चमत्कार भन्नु वा मानव इतिहासको सबैभन्दा ठुलो कठोर परीक्षा। यो कहानी सुनेपछि तपाईको मुटु काम्दछ। यो मुटु कमाउने घटना भएको थियो 12 अक्टोबर 1972 मा। साउथ अफ्रिकाको युरुग्वाई देशदेखि चार्टर प्लेन टेक अफ गर्दछ र चिली देशको राजधानी सेन्टियागोमा पुग्नु पर्ने थियो। यो प्लेनमा बसेको छ रग्बी प्लेयर्स र उनीहरूको म्याच हेर्नको लागि जाँदैछन् उनीहरूको फ्यामिली मेम्बर, रिलेटिभ तथा उनीहरूको साथीहरू। यस प्लेनमा टोटल 45 प्यासेन्जरहरू बसेको छ, जसमा 9 क्रू मेम्बरहरू रहेको थियो। यो फ्लाइट 3 घण्टामा आफ्नो डेस्टिनेसनसम्म पुगिसक्नु पर्ने थियो, तर बाटोमा एन्डिज पर्वतलाई पार गर्नुपर्ने थियो। तर दुर्भाग्यवश बाटोमा खराब मौसम मिल्दछ। त्यसै कारणले यस फ्लाइटलाई अर्जेन्टिनाको मेन्डोजा भन्ने शहरमा ल्यान्डिङ गरिन्छ र यो फ्लाइट रातभरि त्यसै ठाउँमा रोकिन्छ र 13 अक्टोबर 1972 मा टेक अफ गर्नको लागि रेडी हुन्छ। तर समस्या यो थियो कि अहिलेसम्म मौसम सफा भएको थियो र राम्रो कुरा यो थियो कि फ्लाइटको पाइलट जो रहेको छ उहाँले 29 चोटि यस रुटबाट फ्लाइट उडाइसकेको थियो। यस कारणले पाइलटलाई पुरै आइडिया थियो एन्डिज पर्वतलाई कसरी पार गर्नुपर्दछ भनेर। पाइलटको कन्फिडेन्टको कारणले 13 अक्टोबर 1972 को दिन 2:18 मा फेरि टेक अफ गर्दछ। यहाँबाट सेन्टियागो पुग्न जम्मा 1 घण्टाको बाटो रहेको थियो र पाइलटलाई पुरै भरोसा थियो 1 घण्टामा सुरक्षित साथ सेन्टियागोमा पुगिन्छ भनेर। यो प्लेन करिब 18,000 फिटको अल्टिट्युडमा उडिरहेको थियो र बिस्तारै एन्डिजको पर्वत पार गर्दै थियो। तर अगाडि गएर झनै बढी मौसम खराब हुँदै गयो, जसका कारण भिजिबिलिटी अझै कम भयो। अगाडि केही पनि देखिँदैन। यदि मौसम सफा भएको भए पाइलटले दायाँ बायाँको पहाडलाई देखेर आइडिया लगाउँथ्यो प्लेन कहाँ छ भनेर। तर यस समयमा पाइलट प्लेनको इन्स्ट्रुमेन्टमा मात्र निर्भर रहेको छ। पाइलटलाई थाहा थियो 1 घण्टामा सेन्टियागोमा पुगिन्छ भनेर र आफ्नो प्लेन उडिरहेको ठाउँको लोकेसनलाई अड्कल गरिरहेको थियो र 1 घण्टापछि पाइलटलाई लाग्दछ एन्डिजको पर्वत पार गरिसक्यो भनेर र उसले सेन्टियागो एयरपोर्टमा ल्यान्ड गर्ने अनुमति माग्दछ। एटिसीले सोध्दछ के तपाईले एन्डिज पर्वतलाई पार गर्नुभयो भनेर र पाइलटले भन्दछ हामीले एन्डिजको पर्वत पार गरिसक्यो भनेर। एटिसीले पनि पाइलटले भनेको लोकेसनमा नै निर्भर थियो र एटिसीले पाइलटलाई प्लेनलाई ल्यान्डिङ गर्नको लागि अनुमति दिँदछ र पाइलटलाई भन्दछ तपाईले प्लेनलाई 11,500 फिटको अल्टिट्युडमा ल्याउनु। 3:21 मा पाइलटले प्लेनको अल्टिट्युडलाई कम गर्न लाग्यो। जसरी प्लेन तल पुग्छ र पाइलटले देख्दछ अहिलेसम्म त एन्डिजको पर्वत नै चलिरहेको छ भनेर र अगाडि एकदम ठुलो चट्टान देखिन्छ र फेरि प्लेनको नोजललाई माथितिर नै लानको लागि कोसिस गर्दछ, तर धेरै ढिला भइसकेको थियो। प्लेनको नोजललाई माथि उठाउँदा उठाउँदा पछाडिको भाग ठोकिन्छ र पछाडिको भाग भाँचिएर प्लेनबाट अलग हुन्छ। प्लेनको पछाडिको भाग टुक्रिएको कारणले गर्दा पछाडि रहेको सिटको साथसाथै 3 जना मानिस पनि हावामा नै उडेर मर्दछ। प्लेन ठोकिएको कारणले गर्दा प्लेनको राइट विङ पनि भाँचिसकेको थियो। त्यस कारणले गर्दा प्लेन डिसब्यालेन्स हुन्छ र प्लेनको दोस्रो विङ पनि पहाडमा ठोकेर भाँचिन्छ र अब प्लेनको फ्रन्ट पार्ट मात्र बाँकी रहेको छ, जो 350 किलोमिटर प्रति घण्टाको रफ्तारले तल ग्लेसियरमा ठोकिदछ। प्लेन पुरै तहस नहस हुँदछ। प्लेनको पाइलट तुरुन्तै मर्दछ। 45 जनामा 12 जना मानिस मरिसकेको थियो। 33 जना अहिलेसम्म बाँचिरहेको थियो। यसमा धेरै मानिसहरूलाई घाउ चोटपटक लागेको थियो र उनीहरूलाई पनि थाहा थिएन यो समयमा उनीहरू कहाँ छन् भनेर। यो क्र्यास भएको प्लेन जमिनदेखि 3570 मिटर माथि एक अनजान एन्डिज पर्वतमा चकनाचुर भएको थियो। के यो पर्वतबाट मानिसहरू बाँचेर बाहिर जान सक्थ्यो? कोही पनि जान्दैन थियो यस कुराबाट। अहिलेसम्म भएको त यो त एक छोटो ट्रेलर मात्र रहेको थियो। यो फ्लाइटको कहानी त अब सुरु हुन्छ। तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न अगाडि गएर के हुनेवाला थियो यो पेसेन्जरसँग भनेर। यो बिरान एन्डिज पर्वत कहर बनेर बर्सिनेवाला थियो। यिनीहरूको अगाडिको कहानी सुनेर तपाईँको मुटु काम्दछ। घायल भएको पेसेन्जरमा एक पेसेन्जर थियो नान्दो पराडो, जसको टाउकोमा चोट लागेको थियो, जसको कारणले उक्त व्यक्ति कोमामा पुगेको थियो। समस्या यो थियो कि छिटो नै घाम डुब्न लागिरहेको थियो र रात हुन लागिरहेको थियो। यस कारणले रेस्क्यु टिमलाई खोज्नको लागि पनि धेरै समय थिएन र बाइचान्स रात हुनुभन्दा पहिला बचाउन नसके यस्तो बरफले ढाकिएको पहाडमा रात बिताउन असम्भव रहेको थियो, किनकि यहाँको तापक्रम रातको समयमा -30 डिग्री सेल्सियससम्म पुग्दथ्यो। छिटो नै रेस्क्युको लागि 4 जहाज पठाइयो र यो 4 जहाजले एन्डिज पर्वत पुरै खोज्दछ, तर कहीँ कतै पनि मिल्दैन, किनकि जहाज यस्तो ठाउँमा क्र्यास भएको थियो कि जहाँ सेतो बरफले ढाकिएको थियो र प्लेन पनि सेतो रङको नै थियो। त्यसै कारणले गर्दा रेस्क्यु टिमलाई एक्ज्याक्ट प्लेन क्र्यास भएको ठाउँ नै
देखिरहेको थिएन माथिबाट। हेर्दा हेर्दा रात पर्यो र त्यस दिनको लागि रेस्क्यु अपरेसन पनि बन्द गरियो। बाँकी रहेको पेसेन्जरलाई यो लागिरहेको थियो कि जसरी तसरी आजको रात काट्न सकियोस् र भोलिपल्ट जसरी पनि रेस्क्यु टिमले हामीलाई बचाइ नै हाल्छ भनेर। र क्र्यास भएको प्लेनलाई सेल्टर बनाएर रात बिताउँदछ। रात यिनीहरूको लागि धेरै नै भयानक रहेको थियो किनकि आजको रात उनीहरूले -30 डिग्री सेल्सियसमा बिताउनु पर्दथ्यो। उनीहरूलाई भरोसा थियो कि आजको रात काटेपछि भोलिपल्ट त अवश्य नै कोही न कोहीले त जसरी नै खोजेर बचाइ नै हाल्छ भनेर। यसै आशमा यिनीहरूले रात काट्दछ तर 5 जनाले यो रातलाई झेल्न सक्दैन र जिउँदै रहनेमा 33 जनाबाट घटेर 28 जनामा पुग्दछ। फेरि अघिल्लो दिन 14 अक्टोबर 1972 मा रेस्क्यु अपरेसन फेरि सुरु गर्दछ र 11 जहाज उनीहरूलाई खोज्नको लागि टेकअप गर्दछ। तर समस्या त्यही थियो कि क्र्यास भएको प्लेन सेतो रङको भएको कारणले गर्दा र हिउँले ढाकिएकोले देखिएको नै थिएन। रेस्क्यु टिमहरू सर्भाइभरहरूको माथिबाट उडिरहेको थियो तर उनीहरूलाई देखिरहेको नै थिएन। यस कारणले सर्भाइभरहरूले रेस्क्यु टिमलाई सिग्नल दिनको लागि प्लेनको माथि लिपस्टिकले SOS लेख्ने कोसिस गर्दछ तर उनीहरूलाई रियलाइज हुन्छ कि यति ठुलो SOS लेख्नको लागि लिपस्टिक काफी थिएन। यसै कारणले उनीहरूले आफ्नो सुटकेसको एउटा ठुलो क्रस बनाउँदछ र माथिबाट रेस्क्यु टिमलाई राम्रोसँग देखियोस् भनेर। त्यस दिन त्यहाँबाट 3 जहाज क्रस गर्दछ तर अफसोस कोहीले पनि नोटिस नै गर्दैन र त्यो दिन पनि बित्दछ र भोलिपल्ट यानि कि 15 अक्टोबर 1972 मा पनि यस्तै नै रहन्छ र त्यस दिन पनि रेस्क्यु टिम उनीहरूलाई खोज्नको लागि असमर्थ रहन्छ र सर्भाइभरलाई लागिसकेको थियो कि यिनीहरू धेरै नराम्रोसँग फसिसकेको छ भनेर। मद्दत कतिखेर आइपुग्दछ यसको अत्तोपत्तो थिएन। यसकारण उनीहरूले प्लेनमा रहेको चिजहरूले सर्भाइभका लागि टेक्निक अपनाउन लागिरहेको थियो। घाममा बरफलाई पगालेर थोपा गरेर पानीको व्यवस्था त गरिरहेको थियो तर खानको लागि त्यति धेरै खानेकुराहरू थिएन। क्र्यास भएको 3 दिन पछाडि यानि कि 16 अक्टोबर 1972 मा नान्दो पराडो कोमाबाट बाहिर आउँदछ। जसरी उसलाई होस आउँदछ र उसलाई थाहा हुन्छ यस क्र्यासमा उसको आमाको मृत्यु भइसकेको थियो र उसको 19 वर्षको बहिनीको पनि गम्भीर अवस्थामा रहेको थियो भनेर। दिन प्रतिदिन बितिरहेको थियो तर मद्दत मिलिरहेको थिएन र प्लेनमा भएको खाना पनि सकिसकेको थियो। घामको किरण बरफमा रिफ्लेक्ट भएर उनीहरूको आँखामा पनि ड्यामेज गरिरहेको थियो। भोक तिर्खा र धेरै जाडोलाई सहँदा 8 दिन बितिसकेको थियो। रेस्क्यु टिम आउँथ्यो र उनीहरूको माथिबाट उडेर जान्थ्यो। क्र्यासको 8 दिन पछाडि नान्दो परादोको बहिनी पनि जीवनको लडाईँलाई हार मान्दछ र उसको पनि मृत्यु हुँदछ र अनि उता 8 दिन पछाडिको सर्च अपरेसनलाई रोकिदिन्छन् किनकि अक्टोबर महिनामा त्यहाँ एकदम धेरै मात्रामा हिउँ पर्दथ्यो। त्यसै कारणले गर्दा 2 महिनाको लागि सर्च अपरेसनलाई रोकिदिन्छ। अफिसरहरूलाई यो लाग्दछ कि 8 दिनमा सबै पेसेन्जरहरू मरिसके होला भनेर र उनीहरूले बडीलाई 2 महिना पछाडि खोजेर उनीहरूको परिवारलाई पठाइदिने छौँ भनेर। यता सर्भाइभरलाई प्लेनको मलवेमा एक रेडियो मिल्दछ। जब सर्भाइभरले रेडियो अन गर्दछ तब उनीहरूको नै न्युज ब्रोडकास्ट भइरहेको थियो। फ्लाइट 571 सर्च अपरेसनलाई बन्द गरेको छ भनेर। यस न्युजले सर्भाइभरहरूको होस उडाइदिन्छ। अहिलेसम्म त सर्भाइभरहरूलाई लागिरहेको थियो उनीहरूलाई खोजिरहेको छ भनेर तर रेडियोमा उनीहरूले आफै मरेको न्युज सुनिरहेको थियो। उनीहरूलाई खोजिरहेको छ भन्ने एउटा आशाको किरण थियो त्यो पनि टुटिसकेको थियो। अब उनीहरूलाई थाहा थियो उनीहरूको मर्नेको निश्चित रहेको छ भनेर। या कि त्यहाँको परिस्थितिमाथि आफूलाई हाबी हुनु दिनु या त परिस्थितिसँग जुझेर अगाडि बढ्नु। उनीहरूले प्लेनको सिटलाई च्यातेर त्यसको रुईलाई निकालेर आफ्नो कपडामा भरेर चिसोबाट बच्ने उपाय लगाउँदछन्। सिट कभरलाई खुट्टामा लगाएर बरफमा हिँड्नको लागि जुत्ता बनाउँदछन्। सबभन्दा ठुलो समस्या खानाको थियो। उनीहरू जिउँदो रहनको लागि एकमात्र अप्सन थियो दुनियाँमा कोहीले पनि कसैले पनि गरेको थिएन। त्यो सोचेर नै तपाईको मुटु काम्दछ। त्यो थियो उनीहरूको बरफमा रहेको आफ्नै फ्यामिली मेम्बर र साथीभाइ जोसँग साथमा उनीहरू खेलेको कुदेको थियो तिनीहरूको बडीलाई खाने फैसला गर्यो। तर उनीहरूलाई यो फैसला लिनको लागि त्यति धेरै सजिलो थिएन। एक गर्दै दिन बित्दै थियो। उनीहरूसँग आफैले बच्नको लागि कुनै पनि प्लान थिएन। उनीहरू बाँच्नको लागि क्र्यास भएको प्लेनमा नै रात गुजारा गर्दछन् तर क्र्यास भएको 16 दिन पछाडि यानि कि 19 अक्टोबर 1972 मा प्रकृतिले फेरि अर्को झड्का दिँदछ। उनीहरू रातमा सुतिरहेका हुन्छन् र अचानक उनीहरूलाई थाहा हुन्छ बरफको एकदम ठुलो टुक्रा पहाडबाट टुटेर झरिरहेको छ भनेर। यो एभलान्स एकदम जोडले आएको थियो। भारी मात्रामा आएको बरफले क्र्यास भएको प्लेनलाई पुरिदिन्छ। उनीहरूको प्लेन बरफको मुनि पुरिसकेको थियो र प्लेनको भित्र पनि बरफ पसिसकेको थियो। त्यसपछि अक्सिजनको कमी भएर निसासेर सास फेर्न गाह्रो भएको कारणले गर्दा 8 जनाको ज्यान जाँदछ। अब 19 जना मात्र बाँकी रहेको थियो जिउँदो रहनेमा, त्यो पनि बरफले पुरिएको अवस्थामा। बरफबाट बाहिर निस्कनको लागि उनीहरूलाई 3 दिन लाग्दछ। त्यसपछि उनीहरूले रियलाइज गर्दछ अब हामी यहाँ नै रहिरह्यौँ भने हामी एक गरेर सबैजना मर्छौँ भनेर र यो भन्दा हामी यहाँबाट निस्केर मद्दत खोज्नको लागि कोसिस गरौँ भनेर। त्यस मध्येमा धेरै पेसेन्जरहरू धेरै नै घाइते थिए। त्यसै कारणले ती पेसेन्जरहरू सबैजना त्यस पहाड पार गर्न सक्षम थिएन। तर 3 जना यस्तो थियो कि कम घाइते थिए जसको कारणले 3 जना पहाडबाट बाहिर निस्केर मद्दत खोजेर ल्याउने फैसला गर्दछन्। उनीहरूले बाटोको लागि मासुको टुक्रा लियो र चिसोबाट बच्नको लागि सबैभन्दा बाक्लो कपडा लिँदछन् र क्र्यास भएको 33 दिन पछाडि यानि कि 15 नोभेम्बर 1972 मा यो 3 जना मद्दत खोज्नको लागि निस्कँदछन्। हिँड्दा रात पर्न लाग्दछ। त्यतिखेर नै प्लेनको टुक्रेको दोस्रो टुक्रा देख्दछन् उनीहरूले। प्लेनको जो पछिल्लो हिस्सा जो पहाडमा ठोकेर टुक्रिएको थियो
उनीहरूलाई त्यो देख्दछ। जब उनीहरू त्यो मलवेको नजिक जाँदछ र उनीहरूलाई खानाको लागि धेरै खानेकुराहरू मिल्दछ र आजको रात त्यही नै बिताउने फैसला गर्दछन्। पछिल्लो केही दिन भन्दा यो रात उनीहरूको लागि धेरै राम्रोसँग बित्दछ। प्लेनको पछाडिको भागमा उनीहरूलाई एक ब्याट्री मिल्दछ। उनीहरूले सोध्दछ यो ब्याट्रीलाई प्लेनको मेन बडीमा लिएर जाउँ र प्लेनमा रहेको कम्युनिकेसन डिभाइसलाई चलाएर मद्दत मागौँ। तर ब्याट्रीको तौल 25 किलोग्राम थियो। यति भारी ब्याट्रीलाई यति धेरै कमजोर अवस्थामा क्र्यास भएको ठाउँसम्म पुर्याउन सम्भव थिएन। फेरि उनीहरूले सोध्दछ प्लेनको मेन बडीबाट कम्युनिकेसन डिभाइसलाई नै निकालेर ल्याएर चलाउँ भनेर त्यसको मद्दतबाट रेस्क्यु टिमलाई बोलाउन सकियोस् भनेर। केही दिनसम्म यसलाई चलाउनको लागि कोसिस गर्दछन् र उनीहरूलाई सफलता मिल्दैन। क्र्यास भएको 59 दिन पछाडि यानि कि 11 डिसेम्बर 1972 मा अर्को पनि एभलान्स आउँदछ र जसको कारणले गर्दा अर्को 3 जना सर्भाइभरहरू मर्दछन् र त्यस पछाडि जीवित रहने पेसेन्जर जम्मा 16 जना रहँदछन् र 3 जना जवान मानिस केनेसा प्राडो र भिजेन्टिन बिना कुनै गियर ग्लेसियरमा चढ्नको लागि निस्कन्छन्। यो 3 जना पश्चिम दिशातिर गइरहन्छन् तर उनीहरूलाई बिल्कुलै थाहा थिएन उनीहरू जुन दिशामा गइरहेको छ त्यहाँ उनीहरूलाई कोही मानिसको बस्ती रहेको छ कि छैन भनेर। उनीहरूलाई लागिरहेको थियो अगाडिको पहाड पार गर्नु छ र उनीहरूलाई त्यसपछि मद्दत मिल्छ भनेर र उनीहरूलाई भरोसा थियो 3 दिनमा उनीहरूले त्यो पहाड पार गर्न सक्दछ भनेर। त्यसै कारणले उनीहरूले आफ्नो साथमा 3 दिनको लागि मात्र मिटको सप्लाई राखेको थियो। उनीहरूले धागोले सिलाएको एक स्लिपिङ ब्याग बनाएको थियो र उनीहरू दिनभर बिना कुनै गियर पहाड चढ्दथ्यो र रातमा एकै स्लिपिङ ब्यागमा 3 जना टाँसिएर सुत्दथ्यो। खुल्लामा बिना कुनै सुविधामा -30 डिग्री सेल्सियसमा रात बिताउनु कुनै सजिलो कुरा थिएन। हिँड्दा हिँड्दै चौथो दिनको बिहान भइसकेको थियो र राम्रो कुरा यो थियो कि उनीहरू पहाडको माथिल्लो भागमा पुगिसकेको थियो। जसरी उनीहरू पहाडको माथिल्लो भागमा पुग्दछ त्यसपछि उनीहरूको होस हवास उड्दछ किनकि उनीहरूलाई पहाडमा चढिसकेपछि थाहा हुन्छ उनीहरू यत्रो दिन हिँडिरहेको थियो त्यो त गलत दिशामा पो हिँडिरहेको थियो भनेर। अगाडि बाटो नै सकिरहेको थिएन। जब उनीहरूसँग खानाको लागि खानाको सप्लाई एकदम कम थियो त्यसकारणले उनीहरूले फैसला गर्दछ एक व्यक्ति क्र्यास भएको ठाउँमा फिर्ता जाने र 2 जना अगाडि जाने भनेर। त्यसकारण भिजेन्टियन फर्किन्छन् र प्राडो र कनिसा अगाडि बढिरहन्छन् र त्यस पहाडको माथि चढिसकेपछि उनीहरूलाई सही बाटोको पत्ता लाग्दछ र उनीहरू धेरै दिनसम्म अगाडि बढि नै रहन्छन् र केही दिन पछाडि उनीहरूलाई एक सानो नदी देख्दछ र उनीहरू त्यस नदीलाई पछ्याउँदै तल झर्दछन् र लगातार 9 दिन हिँडेपछि यानि कि 20 डिसेम्बर 1972 मा नदीको दोस्रो किनारामा 3 जना मानिस देख्दछन्। उनीहरू हिँड्दा हिँड्दा थाकिसकेको थियो। उनीहरूले 9 दिनमा पहाड 61 किलोमिटरको हाइकिङ गरिसकेको र उनीहरूको गन्तव्य अगाडि थियो। उनीहरूले तिनीहरूसँग गुहार माग्दछ तर उनीहरूले टुमरो भनेर जाँदछ। त्यस दिन उनीहरूलाई कुनै पनि मद्दत मिल्दैन। भोलिपल्ट त्यो भिलेजर फेरि फर्केर आउँदछ र एक ढुङ्गामा कागज र पेन पोको पारेर नदीको दोस्रो किनारामा फाल्दछ। नान्दो पराडोले पेन र कागज उठाएर जे घटना घटेको थियो त्यसको बारेमा सबै कुरा लेख्दछ र त्यो भिलेजरले त्यो पढ्यो र सबै कुरा बताउँदछ किनकि उनीहरूलाई थाहा थियो केही दिन अगाडि त्यहाँ प्लेन क्र्यास भएको थियो भनेर र त्यस एरियामा पनि सोधपुछका लागि मानिसहरू आएको थियो। तर उक्त व्यक्ति हैरान थियो यो मानिसहरू अहिलेसम्म कसरी जिउँदैछन् भनेर। त्यो भिलेजर छिटो छिटो सहरमा गएर आर्मी कमान्डसँगै त्यो इन्फर्मेसन सबैलाई बताउँदछ। त्यसपछि छिटो नै चिल्लीको एयर फोर्स उनीहरूलाई रेस्क्यु गर्नको लागि पुग्दछ। आर्मी अफिसरहरूले कनिसा र प्राडोलाई हेलिकप्टरमा राखेर क्र्यास भएको ठाउँमा पुग्दछ र 22 डिसेम्बर 1972 मा क्र्यास भएको 17 दिन पछाडि बाँचेको सर्भाइभरहरूलाई रेस्क्यु गर्दछ। उनीहरूको हालत एकदम खराब थियो। यस क्र्यासमा जम्मा 16 जनाले मात्र सर्भाइभ गर्न सक्दछन्। उनीहरूको यो कहानी साँच्चै मुटु कमाउने कहानी थियो। तपाईहरुलाई हाम्रो भिडियो कस्तो लाग्यो कमेन्टमा बताउन नभुल्नुहोला। यस्तै रोचक मिस्ट्रियस र इतिहासको भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब र साथीहरूलाई शेयर गर्न नभुल्नुहोला। धन्यवाद।